ए दुख्छ साँच्चीकै जस्तै गर्नुहुन्छ बाटोमा आउँदै गर्दाखेरि झोलुङ्गे पुल रहेछ उमाइ गढी यहाँबाट मेरो फोन झऱ्यो भने त बर्बाद हुन्छ त मेरो सम्पत्ति यही हो अलि महँगो चिज भनेको यही फोन हो अरू केही छैन अरे क्या खोइ त्यो अघि कसरी छोडाउँदै हुनुहुन्छ नि देखाइदिनु त दिदी हेर्नु न कस्तो सजिलो अहिले त उमाइ गड मैले त देखेकै थिइनँ हातले गर्नु पर्थ्यो है पहिला पहिला अनि सानी भएर के हुन्छ भर्खर के हुनुहुन्छ त 69 वर्ष भइसक्यो भर्खरै होला ए बाख्राहरू कति रहेछ है धेरै छ सन्चै हुनुहुन्छ सन्चै छ ए ल ल ए तपाईको बच्चा हो कुन त्यो अघि हिँड्ने चाहिँ ए होइन मेरो होइन यहाँनिर फिल्ममा चाहिँ मेरो बच्चा मेरो आफ्नै चाहिँ होइन ए अनि ब्याग पनि बोक्नु भएको रहेछ यो ब्याग त सामान छ यसमा ए हजुरको घर हो हजुर ए बाख्राहरू कति धेरै रहेछ कस्तो मजाले खाइरहेको छ यहाँ ल गाइज हेर्नुहोस् नयाँ ठाउँ नयाँ सबै कुरा नयाँ हाई एभ्रिवान म चाहिँ आज एउटा सुन्दर गाउँमा आएको छु हेर्नुहोस् है एउटा सुन्दर गाउँमा आएको छु धेरै पछि सहर बसेर गाउँतिर आएको छु एकदम रमाइलो फिल भइरहेको छ मलाई चाहिँ होइन आज म यहाँ आउनुको रिजन चाहिँ एउटा सुटिङ छ मुभीको सुटिङ छ हेर्नु न उतानिर सुन्तला फलेको माइ गड कति सुन्तला फल्दो रहेछ यहाँनिर को खाने लु खानुस् मैले बनाइदिएको छु भिडियो सुन्तला खानुस् ल हेर्नुहोस् गाउँ यति सुन्दर शान्त गाउँ छ एकदम आनन्द आउने अनि यो शान्त गाउँमा छ अर्णवी ढुङ्गाना अझ चाहिँ हाम्रो मिरा मुभीको सुटिङ छ त्यही भएर आएको म चाहिँ होइन एकदम टिपिकल गाउँको एकदम टिपिकल गाउँरे पाराको रोल छ मेरो चाहिँ लेट्स सी कस्तो हुन्छ गाउँ पनि यति भित्र रहेछ कि यो त है एकदम हिँडेर आउनुपर्ने क्या गाडी आउनलाई पनि एकदम गाह्रो रहेछ अनि हाम्रो चाहिँ त्यहाँनिर टिम हुनुहुन्छ यताउति गर्दै हुन्छ भर्खरै आएको हो है गाडी चाहिँ परे रोकेको थियो भित्रभित्र हुँदै आएको त्यसपछि म यहाँ छु मेरो झोला यहाँ छ अब त्यही हो लेट्स सी अब मुभीको सुटको क्रममा सानो सानो क्लिपहरू त म अवश्य राख्छु तर मुभी चाहिँ हजुरहरूले थिएटरमै गएर हेर्नुपर्ने हुन्छ कहाँ मैले भ्लगमा मुभी देखाएँ भने त अनि हामीलाई घाटा लाग्दैन हामीलाई त होइन प्रड्युसर डिरेक्टरलाई घाटा लाग्छ है एनिवेज ल गाइस म चाहिँ आज खासमा मुभीको सुटमा आएको छु सबैजनाको धेरै माया प्यार आशीर्वाद सपोर्ट सबै चाहियो दिनु पर्यो है त ल गाइस हेर्नु है मलाई दिदीले के भन्छ यो लुङ्गी लगाइदिँदै हुनुहुन्छ राम्रो भयो गाउँले पाराको केटी ल गाइस मेरो चाहिँ यहाँ लुङ्गी लगाएको दिदीले मिलाइदिँदै हुनुहुन्छ है सुटको लागि तयारी हुँदैछ यता हाम्रो दाइ हुनुहुन्छ मेकअप गरिदिनलाई रेडी भएर बसिरहेको छु यता हाम्रो दिदीले उता आमाले पनि मलाई अघि नै माया गर्नुभएको छ हेल्प गर्नुभएको छ यहाँ कति धेरै सपोर्टिभ दिदीहरू हुनुहुँदो रहेछ एकदम रमाइलो फिल भइरहेको म चाहिँ लुङ्गीमा छु हेर्नुहोस् ल गाइस चिसोमा तातो तातो चिया खानु लाग्यो दाइ चाहिँ उता खाँदै हुनुहुन्छ अब म चाहिँ खानु लाग्यो यता हाम्रो डिरेक्टर म्याम आउनुभयो हाई म्याम हस् हस् ल ल गाइस मैले पनि चिया अब खानु लाग्यो हाम्रो मुभीको सुट छ अब यहाँनिर सबै हाम्रो हजुरहरूले हेर्न आउनुपर्छ है अब यस्तै चाहिँ सानो सानो क्लिप राख्ने हो ब्लग गाइड सुन्नुभयो डिरेक्टर म्यामले भन्नुभएको मलाई नराम्री देखाउनु पर्यो अरे अब यस्तो नि हुन्छ त क्यामेरासँग स्टाइल गरेर ल दाइ जतिसक्दो नराम्रै काली काली बनाइदिनु घामले अलिअलि काम गरेर डढेको त्यो खाले चाहियो क्या होइन तर अब फेस टल्किनु भएन कुन युज गर्नुहुन्छ हजुर ए
ल गाइस सुन्नु भयो नि अब मलाई घामले डढे कि नराम्री काली बनाउनु भने नराम्री कति नराम्री देख्छ भन्ने हैन है मलाई नराम्री पारेको नि रेडी हुँदैछ हैन भाइ यहाँ चाहिँ नेल पलिस रिमुभर पनि छ हजुरले राख्नु हैन मलाई चाहिँ चाहिन्छ उहाँलाई चाहिँदैन खोइ देखाइछु त अनि यो डोरी ए ओके त्यसपछि उहाँले यो पनि एउटा लगाइदिने त्यसपछि देखिनु पर्छ यो छ हजुरसँग गाइस हेर्नुहोस् यहाँ हेर्नुहोस् पिलरी लगाउँछ अब म अनि कानमा त के नलम जस्तो लाग्यो उयो नलम है हजुरलाई नलम सानो टप लगाइदियो भयो त टप सप लाइनमा त्यतिकै छ भने छैन भने ओके छ होइन कि हाम्रो क्यारेक्टरलाई निड छैन अनि यो चुरा छ दुईटा हातमा हाफ हाफ गरेर लगाइछु है हस् आधी दर्जन हाफ हाफ गरेर लाउने हजुरसँग वाकिटकी छ कि नै ल है त गाइज गेट रेडी ओके गाइस वेटिङ फर यु है त ओके अब नलाउने होला नि मस्कारा यस्तो गाउँले रोलमा मस्कारा लायो भने त के हुन्छ काली बनाइदिए भ्लगिङ पनि गरिरहेको छु अनि ठिकै छ अहिले एकछिन दाइ यो चाहिँ मस्कारा चाहिँ यसरी लाउने हो हजुर होइन यो मस्कारा लाउनु होइन यो अलिअलि त्यो सेतो लाग्यो भने पाउडर लाग्यो भने यसलाई मिलाइदिनु आएको मैले यसरी गाह्रो छ गाह्रो नभए यसैले हल्का पुछा भए पनि हुन्थ्यो होला वाइट टिस्यु ठिक छ भयो त ओके ल गाइस मेरो कपाल बाटिँदैछ यतातिर खाजा खाजा गर्ने कि होइन गरिहाल्नु तपाईँको अनि खाजा खानु कपाल बाट्दै त्यही हुन्छ मेरो आउनु बस्नु गरिहाल्नु तपाईँ मलाई कस्तो देखिएको छ काली काली होइन खाजा भने जति खानु तपाईँले चाहिँ खानु पऱ्यो तपाईँको अलिकति त्यो कालो पोतो हाल्नु पर्यो भने हाल्नुपर्छ अनि पोलिया चाहिँ त अलिअलि छोडिदिएको छु देखिन्छ यो साइड साइड अलिअलि अहिले अब दासहरूमा बोलाएर के भन्नुहुन्छ उहाँले हुन्छ ओके छ त कस्तो भयो ए हुन्छ हजुरले जस्तो बनाइदिए नि हुन्छ हजुर आमाले बाँड्दै हुन्छ मलाई चाहिँ भयो कस्तो राम्रो आमाले बाँडिदिनु भएको गाई कस्तो राम्रो देखिन्छ थ्याङ्क यू आमा ल गाइस मैले खाजा खानु लाग्यो है त्यहाँ सबैजनाले खाजा खाइसक्नु भएको छ सेट रेडी हुँदैछ सबै सुटिङको लागि एभ्रिथिङ म चाहिँ भर्खरै आएको खाजा खान लाग्यो म यहाँ छु मलाई चाहिँ काली काली बनाएर राम्रो बनाइदिनु भएको छ गाउँले रोलमा विथ ड्रेस लुङ्गी लगाएको छु अब खाजा खान लागेको छु है त गाइज म गाउँले रूपमा मात्र होइन प्रेग्नेन्ट पनि छु हेर्नुहोस् यहाँ मेरो पेट कति ठुलो छ ए भगवान् के गर्नुपर्छ हामी कलाकारहरूले हेर्नुहोस् यहाँ सबैजना आफ्नो काम गरिराख्नु भएको छ हाम्रो यहाँ म हेर्नुहोस् सुन्तला फलेको ठाउँमा हाम्रो क्यामेरा लुकेको छ त्यहाँ अर्कोतिर पनि थियो अघि ऊ त्यहाँ क्यामेरा यो हाम्रो घर यो म बाबु यहाँ बसेर हुन्छ आमा होइन उसले बाँध्दै हुन्छ तपाईँ चाहिँ ऊ यहाँ बस्नु अनि बाबुलाई खेला भन अनि तिमी पनि यो चलाऊ है त्यसबाट तिमी चाहिँ यस्तो गरेर गुडिया जस्तो बनाऊ है म्याडम अब ढिलो हुन्छ हजुरलाई अहिले के भन्छ
एकछिन सबैजना यता आउनु न एकछिन है सबै टिम हेलो 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 ए साउन्ड पनि छ माथिबाट झरेर तलै झर्नु तपाईँहरू गर्नु न हजुर आफैले राख्नु पर्थ्यो पहिला पैसा अनि अरूले राख्थ्यो नि त त्यही हामी अलि लेट भएछौँ म्याडमले स्टार्ट गर्नु म्याडमसँग पहिला पूजा गराउनु पर्थ्यो त्यही त भयो सौरभ सर यहाँ आउनु न यार म आज एसिस्टेन्ट मैले गर्नु 500 साउन्ड सर ल भयो यो अब साइडमा हलाइदिनु हाम्रो टिम यति हो एकछिन हामी सबैले त्यो के अरे अनि त्यसपछि अब खाजा हामी खाइसक्यौँ अब सर्टहरू लिन हामी टाइम धेरै छैन 2 दिन मात्र छ आफ्नो काम नै सबैले आफैले गरेर सकेसम्म चाहिँ राम्रो अनि चाँडो गर्न ट्राई गरौँ त्यही टाइम पनि बढ्छ फेरि गर्न सकेन भने अरू कुरो त अब हामी म भन्दा नि हजुरहरू एक्सपिरियन्स हुनुहुन्छ थाहा छँदैछ सबैलाई त्यही अनुसार काम गरौँ हाम्रो अब सिङ्क साउन्ड युज भइरहेछ होइन त्यो हुनाले सकेसम्म हामी सेटमा चाहिँ पिन ड्रप साइलेन्स चाहिँ गर्छौँ कसैले मोबाइलको रिङटोनहरू सबै कुराहरू साइलेन्स मेरो त फ्लाइट मोडमा छ टेक भइरहेको बेलामा अब लाइटलाई पनि फरक पर्छ साउन्डलाई पनि फरक पर्छ हिँड्ने अनि क्यामेरामा फ्रेममा यताउता लिकसिक नगरौँ अनि हाम्रो सरहरूले चाहिँ फ्रेममा होइन अब के भइरहेछ पछाडि पनि लिक भइरहेछ कि त्यो हेर्नु होला साउन्ड डिपार्टमेन्टले पनि अब यो कुरा हजुरहरूलाई भन्नुहुन्छ एकचोटि उहाँहरू पनि कुरा सुन्नु है त त्यही छ साउन्डको बारेमा भनिसक्नुभयो हजुरहरूले होइन एकचोटि हजुरको तर्फबाट पनि अझै डिटेलमा के गर्नु पर्यो भने रुल्सहरू केही होला नि त त्यही नै हो हजुरले भने जस्तै मेन्टेन गर्ने साइलेन्स वाकी टकिङ पनि हाम्रो क्यामेरा रोल भएपछि रेकर्डिङमा चाहिँ वोकी अफै त्यो हुन्छ अफै हुन्छ अनि चिया खाजाको लागि हाम्रो जब फ्री टाइम हुन्छ नि क्यामेरा रोल नभएको लाइट सेटअप भएको बेला भयो भने ब्लुटुथ पनि अफ राख्दिनु होला हजुर गरौँ अनि स्पोर्टको दाइहरूले पनि नबोलाइकन चाहिँ नआउनु होला किनभने सिङ साउन्ड भएको हुनाले अलिक अप्ठ्यारो पर्छ हामीलाई होइन हामी आफै हजुरहरूलाई भन्छौँ त्यसरी काम गरौँ अनि चाइल्ड आर्टिस्ट भएको र सरहरूको चाहिँ क्यारेक्टरको मुडलाई पनि अलिकति ध्यान दिनुपर्ने हुन्छ त्यसरी आर्टिस्टहरूसँग अलिक राम्रोसँग उहाँहरूको आजको दिनको मुडलाई बुझेर चाहिँ हामीले नि बिहेभ गरौँ सबैजना अब हामी टिम हो मिलेर काम गर्नुपर्छ अल द बेस्ट ल अब हामी रेडी टु रोल सबैजना आमा हजुर जानु ल गाइज हेर्नुहोस् म यहाँ चिया खाँदैछु म यहाँ छु त्यहाँ सबै सुटिङको कामहरू भइरहेछ उहाँ हाम्रो सर हुनुहुन्छ सबैजना हुनुहुन्छ गाउँले दिदीबहिनीहरू सबैजना त्यहाँ चिया बाँड्दै हुन्छ मेरो चिया यहाँ छ रमाइलो भइरहेछ एकदम जाडो भइरहेछ त्यही भएर चिया चाहिँ हामी टाइममा खाइरहेछौँ है मेरो लुक्स हेरेर नतर्सिनुहोस् नि फेरि यस्तै रोल छ त्यही भएर हो कि होइन सर गाइस त्यहाँ हेर्नुहोस् न ती बाख्राहरू कति स्ट्रगल गरेर माथि माथि चढिरहन्छ चिप्लिने भयो त्यो एउटा चाहिँ स्ट्रगल गरी चढिरहेछन् माथि फाइनल्ली एउटा त चिप्लिन आँट्यो त अरू कता थियो केटी हो मोबाइल हेरिरहेको रहेछ अब मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिइहाल त अब यो नयाँ भ्लग पनि अपलोड हुन्छ यो भ्लगमा तिमीहरू पनि आउँछौ मनु अर्मु भ्लग 143 गर त भेट्यो ल सब्सक्राइब गरिदेऊ है थ्याङ्क यू अनि धेरै धेरै हाम्रो भिडियोजहरूलाई लाइक कमेन्ट्स गरिदेऊ माया गरिदेऊ ओके ल
गाइज उनीहरू चाहिँ यहाँ सुटिङमा भेटेको बहिनीहरू कति सपोर्टिभ रहेछ हेर्नुहोस् त उनीहरूले त मेरो एक वचनमै मेरो युट्युब च्यानल सब्सक्राइब गर्दा हजुर हजुर नगर्ने गरिहाल्नुहोस् त गरिहाल्नुहोस् ओके थ्याङ्क यू गाइज आज चाहिँ सुटिङमा हामी एउटा गाउँको घरमा आएको थियौँ है सुत्ने ठाउँ यस्तो रहेछ क्या हेर्नुहोस् त सुत्ने ठाउँ यो कति चिसो आउँछ होला यहाँबाट चाहिँ माथि जाने ठाउँ रहेछ उतानेरि पानीको काँक्री रहेछ यतातिर भाँडाकुँडा रहेछ यहाँ पकाउने चुलो सबै कुरा हेर्नुहोस् त सबै धनी मान्छेको जस्तो हुन्छ र यसरी पनि मान्छे बाँचेको छ होइन र के भन्नुभएको रे सर भन्नु न भन्नु हो गाइज हेर्नुहोस् हाम्रो टिम सबैजना यति बेला खाना खान बस्नु भएको छ आकाशबाट पानी परिरहेछ चिसो चिसो मौसम छ के गर्नु यस्तो टाइममा पनि काम चाहिँ गर्नै पर्ने हुन्छ सबैजना खाना खानको लागि बसिराख्नु भएको छ म पनि खाना खानको लागि वेटिङ गर्छु ल गाइज हेर्नुहोस् हाम्रो सुटिङको खानेकुराहरू कस्तो मिठो हुन्छ पिकनिक गरे जस्तो मिठो हुन्छ हेर्नुहोस् गाइज पानी परेर हाम्रो सुटिङ रोकिएको छ भर्खर खाना खाएर बसेको एकदम चिसो चिसो छ मौसम है तातो भएर बसेको छ तर काम रोक्यो पानी परिरहेछ हेर्नुहोस् न एकदम चिसो हिउँ पर्ला जस्तै भएको छ भने लास्टै जाडो के सबैजना ओत लागेर बस्नु भएको छ चिसो छ खानेकुराहरू त्यहाँ थियो गाह्रो छ नि हो नभएको चिजलाई भए जस्तो बनाउनु पर्ने यसले छोप्दा मिल्छ कि ए दुख्छ साँच्चीकै जस्तै गर्नुहुन्छ साँच्चीकै जस्तै गरेर यस्तो गाह्रो गरेर गरेको मुभी चाहिँ हेर्नुपर्छ ल हल्ला गरेर हेर्नुपर्छ ल ए छोडिदिनु बाङबोटिङको यसलाई छोपिजान्छ दिदी अनि यतातिर खासमा यो के फल छ प्राय जसो प्राय जस्तो पहिला त सुन्तला नै हो अहिले चाहिँ सुन्तला चाहिँ अब त्यति फल्दैन अहिले चाहिँ छैन 72 सालदेखि छँदै छैन मोटे हैन आइज अब 72 को भूकम्पले लग्यो छैन कस्तो जाडो त जाडो चाहिँ हेर्नको लागि पैसा बाल्नु पर्छ बालेपछि अनि बिस्तारै बिस्तारै सकिन्छ नि त जलाउनु पनि टाइम लाग्छ सुटिङ हेरेर अब फिल्म पनि हेरेर जानुपर्छ अब सबै सेटअपिङ गरिदिनु पर्छ नजिक भयो हामी यसरी गइरहेछौँ काम राति ल गाइज हेर्नुहोस् यो चाहिँ बेलुकाको खानेकुरा साग यहाँको लोकल साग टमाटरको अचार खाना अनि दाल हेर्नुहोस् बाफ उठिरहेछ तातो यहाँ कोही पनि खाना बस्नु भएको छैन म चाहिँ खाना बसिसकेको छु किनभने मलाई भोक लागेको छ खानु पर्यो नि होइन अरू त गफ गर्दै के गर्दै हुनुहुन्छ खाना त्यहाँ रेडी भइसकेको थियो म त गएर सबभन्दा फर्स्टमै ल्याएर अब सुरु गर्न लागेको यस्तै छ जिन्दगानीमा यो सुटिङको खानेकुरा झन् मिठो हुन्छ किनभने काम गर्दा 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 थकाइ लागेको हुन्छ नि त अनि त्यसपछि खानेकुराको टेस्ट यति धेरै मिठो हुन्छ कि
एकदम मिठो छ। ल गाइस अब म यो खानालाई इन्जोय गर्छु मिठो गरी खान्छु अनि त्यसपछि फेरि भेटौँला। ल हेर्नुहोस् गाइस यहाँको माहौल यति रमाइलो तपाईहरु काठमाडौँमा पाउनुहुन्छ? यस पाउनुहुन्छ। पाउने भए बने के रे यो बनौती आउनु पर्छ। हेर्नुहोस् बनौती सलमिटार भन्ने ठाउँमा हामी चाहिँ यहाँ छौँ। कति बजेछ दिदी अहिले? त्यही पनि भन्नु न 12:30 कि कति भयो अरे? 12:30 चाहिँ होइन 10:30 के अरे 11:30 चाहिँ भयो कि 12:30 भइसक्यो। हेर्नु भयो अनि यहाँ हेर्नु ल दिदी कति बज्यो अहिले? रातको 12:30 बजा छ है। सुटिङ सक्यो अनि हजुरलाई कस्तो लाग्यो त? एकदमै राम्रो लाग्यो। अब हजुरहरूको फिल्म आएपछि हामीलाई नि खबर गर्नु हामी पनि हेर्न आउँछौँ। भइहाल्छ नि हाम्रो अब अलिकति टाइम लाग्छ होला आएपछि खबर गर्छौँ अनि सँगै हेर्नुपर्छ है। हजुर पनि हेर्न आउने हो? आउनु ल सबैजना मिलेर हेर्नुपर्छ। ल हाम्रो सुटिङ सक्यो गाइस। रातको 12 बजेको छ। ल गाइस हेर्नुहोस् यहाँ गाउँघरमा दिदीले मजाले मकै छोडाउँदै हुनुहुन्छ। खोइ त्यो अघि कसरी छोडाउँदै हुनुहुन्छ नि देखाइदिनु त दिदी। हेर्नु न कस्तो सजिलो अहिले त। ओ माय गॉड मैले त देखेकै थिइनँ। हातले गर्नु पर्थ्यो है पहिला पहिला। त्यही त पहिला पहिला हातले गर्थ्यो अहिले त धेरै कुरा सजिलो भइसकेको है। म कति चाँडो के समय अनुसार। ल हेर्नुहोस् गाइस मर्निङ फ्रम पनौती। आज चाहिँ हाम्रो सुटिङको दोस्रो दिन है। भर्खरै हाम्रो दाइले चाहिँ मलाई हल्का फुल्का मेकअप गरिदिनु भयो अनि म रेडी भइसकेको छु। हाम्रो अरू साथीहरू रेडी हुँदै हुनुहुन्छ। सबैजना आफ्नो आफ्नो धुनमा हुनुहुन्छ है। अनि म यहाँ छु। एकदम पारिलो घाम लागेको छ। हेर्नुहोस् रमाइलो छ। काठमाडौँ जस्तो चिसो पनि छैन। एकदम इन्जोय गरिरहेको छु। रमाइलो फिल भइरहेको छ। कस्तो देखिएको छ हेर लास्टमा। एनिवेज अनि के छ हजुरहरूको हालखबर? मेरो ब्लग हेर्दै गर्नु होला। सबैजनाले साथ सपोर्ट दिँदै गर्नु होला। ओके ल गाइज हेर्नुहोस् सुटिङमा आएको झोलुङ्गे पुल पनि हिँड्न। झोलुङ्गे पुल पनि चढ्न पाइयो। हेर्नुहोस् मलाई अब कस्तो डर पो लागेर आयो म त। हेलो एभ्रिवान गाइज मेरो चाहिँ सुटिङ सक्यो होइन। तर मलाई चाहिँ घर पुऱ्याउन अब बाँकी नै थियो नि त। अरू आर्टिस्टहरूको काम बाँकी नै थियो। त्यही भएर मेरो चाहिँ सक्यो। अनि के बसिराख्नु चिसोमा भनेर म चाहिँ वहाँ आमा यसो त्यहाँ चोकसम्म जाँदै हुनुहुँदो रहेछ। मलाई थाहा छ नि यहाँ कता गाडी पाउँछ भनेर। त्यही भएर आमासँगै म चाहिँ निस्केको। बाटोमा आउँदै गर्दाखेरि झोलुङ्गे पुल रहेछ। ओ माई गड यहाँबाट मेरो फोन झऱ्यो भने त बर्बाद हुन्छ त। मेरो सम्पत्ति यही हो। अलिक महँगो चिज भनेको यही फोन हो। अरू केही पनि छैन अरे क्या। हा 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 के छ नि कहाँ भन्छु त होइन। गाइज हेर्नु त मुनि खोला कति तल। म त तल हेर्दा चाहिँ रिङ्गटा चल। ओ माई गड बानी छैन के गर्नु हेरी। तर रमाइलो हुन्छ है। रमाइलो हेर्नुहोस् त खोला तल। गाउँ कति राम्रो छ हेर्नुहोस् त। यो गाउँभन्दा अलिक नराम्रो चाहिँ म चाहिँ यहाँ छु। त्यही भएर मुख छुट्याएको हेर्नुहोस् न। आमामा ठम मभन्दा फास्ट हिँडेर अगाडि पुगिसक्नु भयो। म चाहिँ यहीँ छु तर रमाइलो भयो गाइज। ल फाइनल्ली म चाहिँ अब सुटिङ सकेर घर हिँडेको अवस्था है। आफ्नो झोला बोकेर अरू टिम चाहिँ उतै हुनुहुन्छ। म चाहिँ लागेँ अब चाहिँ मुभी हेर्नको लागि नै अब थिएटरमै भेट्नुपर्छ। ल गाइज हामी चाहिँ आमा र म जाँदैछौँ। म उकालो रहेछ हेर्नु न। मरी चढ्दैछौँ। आमा बिचतिर नजाने यता आउनु गाडी आउँछ। हुन्छ तताएर गए पनि हुन्छ। किन हौ डर मान्नु पर्दैन। नभन्दै आइसक्यो मोटरसाइकल। यसरी गाडी आउँछ आमा त। अब गाउँ हो गाउँ रे हो त गाइज। गाउँ भएपछि जहाँबाट नि हिँड्दिने। अब अरे बिचतिर नि हिँड्दिने। त्यस्तो गर्न नपाई जे पनि हुनसक्छ नि।
आफ्नो बाटोमा साइडबाट हिँड्नुपर्छ हस् रे हेर्नुहोस् कति स्विट हुनुहुन्छ आमा के सुकाएको आमा यो हजुर यो उ त के सुकाएको हो त्यो माडा माडा भनेको के हो पाउ बनाउनु चाहिँ ए पाउ बनाउने पाउ यता आउनु बाइक आयो फेरि बाइकले अघिको जस्तै फेरि ए त्यो हामी त्यो पाउ खान्छौँ नि रमिलो त्यही हो सुकाएको हजुर ए ए ए अन्त कति स्विट हुँदो रहेछ त कसरी यति राम्री राम्रै अनि काली काली चाहिँ राम्रो हुँदैन त गाइस कालीमा चाहिँ राम्रो हुँदैन कस्तो कस्तो मिस वर्ल्डहरू काली छ होइन त्यस्तो हुन्छ अनि अरू के छ भन्नु न अरू अघि के पो भन्दै हुन्थ्यो नि उठानेर ठ्याक्क मैले के बोलेर काटेको थिएँ त्यति बेला यो गाउँ हो कि गाउँ बाटो काट्नलाई डराइ हिँड्नु पर्दैन जताडै हिँड्नु पनि हुन्छ ए जताबाट बाटो काटे नि हुने हो हुन्छ ए काठमाडौँतिर जस्तो लाइन लगाएर नि डर मान्नु पर्दैन ओके छ नि हुन्छु हो तर अरू जे जस्तो भए पनि आमाले बोलेको ओरेको कुराकानी कति स्विट राम्रो लाग्यो क्या कति मजाले बोल्नु हुँदो रहेछ कति स्विट हो क्या तपाईँ त म चाहिँ हो सानी छु अनि सानी हो भएर चाहिँ के हुन्छ त हेर्न गाई सानी छु रे हो र म सानी छु अनि सानी भएर के हुन्छ भर्खर के हुनुहुन्छ त 69 वर्ष भइसक्यो भर्खरी होला ए 69 वर्ष भइसक्यो अहिले कहाँ भर्खर्की हुन्छु भन्दै हुनुहुन्छ त गाई 69 वर्षको मान्छे नि भर्खरै हो नि होइन यति राम्री हुनुहुन्छ आमा हेर्नुहोस् गाइस बोली टल्केलाबाट म टल्किनु त भयो नि बुढेसकालमा हजुर हामी 70 वर्ष पुग्दा त यस्तो ठमठम हिँड्ने यस्तो खतरा त हुँदैन यस्तो राम्रो हुनुहुन्छ बोलीचाली सबै कुरा है एकदमै धेरै माया गर्नुभयो हामीलाई यो सुटिङको दौरानमा धेरै खुसी छु आमा धेरै धेरै धन्यवाद आशीर्वाद दिनुहोस् मलाई ढोक गरेँ यता ढोक गर्छु चिरञ्जीवी होस् तपाईँले सोचेको आँटेको हरेक कुरोमा हजुर परमेश्वरले साथ दिनुभएको होस् हजुर तपाईँको उन्नति प्रगति गरेको काम जहाँ पनि सफलता भएको होस् हजुर थ्याङ्क यू आमा धेरै धेरै धन्यवाद हजुरको आशीर्वाद लागोस् है यति भन्दै गाइस आमाको यति धेरै आशीर्वाद लिएर म पनि घरतिर पनि लागेँ काम पनि सकेँ हजुरहरूलाई पनि धेरै धेरै माया बाई बाई आफ्नो ख्याल राख्नु होला